नमस्कार। म्यानमारको कुख्यात म्यावादी क्षेत्रका अनलाइन घोटाला केन्द्रहरूबाट थप 37 जना नेपाली युवा स्वदेश फर्किएका छन्। ब्याङ्कक स्थित नेपाली राजदूतावासको अथक प्रयासमा गत बिहीबार दिउँसो नेपाल एयरलाइन्सको विशेष उडानबाट उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे। यी युवाहरूलाई फेसबुक र व्हाट्सएप मार्फत भारतीय तथा बांग्लादेशी दलालले थाइल्याण्डमा महिनाको 2-3 लाख कमाई हुन्छ भनेर प्रलोभनमा पारेका थिए। दिल्ली वा कोलकाताबाट याङ्गुन उडाएर म्यावादी पुर्याइएको थियो। त्यहाँ पुग्ने बित्तिकै पासपोर्ट खोसियो। दैनिक 12-15 घण्टा जबरजस्ती क्रिप्टो घोटाला, अनलाइन डेटिङ स्क्याम र जुवा एप चलाउन लगाइन्थ्यो। लक्ष्य पूरा नगरेमा कुटपिट, भोकभोकै राख्ने र अङ्ग बेचिदिने धम्की दिइन्थ्यो। गत अक्टोबर 19 मा म्यानमार, थाइल्याण्ड र चीनको संयुक्त कारबाहीमा म्यावादीका ठूला कम्पाउन्डमा छापा मारियो। त्यसै क्रममा 2000 भन्दा बढी विदेशी मुक्त भए, जसमध्ये 38 नेपाली थिए। ब्याङ्कक दूतावासले पहिलो चरणमा 14 जनालाई नोभेम्बर 5 मा फर्काएको थियो। आज थप 23 जना सहित कुल 37 जना घर फिरेका छन्। हामीले सोचेका थिएनौं कि जिउँदै फर्किन्छौं। त्यहाँ दिनरात यातना थियो। दलालको कुरा पत्याउँदा जीवन बर्बाद भयो। दूतावासका अनुसार म्यावादी र कम्बोडमा अझै 23 जना नेपाली फँसेका छन्। उनीहरूको उद्धार प्रक्रिया जारी छ। परराष्ट्र मन्त्रालयले सबै नेपालीलाई चेतावनी दिएको छ। पर्यटन भिसामा थाइल्याण्ड, कम्बोडिया, लाओस वा म्यानमार गएर अवैध रोजगारी नखोज्नुहोस्। छिटो पैसाको लोभमा जीवन जोखिममा नराख्नुहोस्। यो वर्ष मात्रै दक्षिण पूर्वी एसियाका यस्ता घोटाला केन्द्रबाट 100 भन्दा बढी नेपाली उद्धार भइसकेका छन्। हाम्रो समाचार यही सकिन्छ। नमस्कार।